नमस्ते, म विजय पाल सिंह मास्टरमाइन्ड एकाडेमीबाट। त साथीहरू, नेपाल राष्ट्र बैंकले भर्खरै मङ्सिरको 19 गते विज्ञापन गरेको छ र कुल 76 वटा सिटको लागि विज्ञापन गरेको छ। त्यसमा शाखा अधिकृतका तमाम सिटहरू छन्। त्यस्तै गरेर सहायक द्वितीयका पनि 21 वटा सिट राखेको छ। यदि त्यसमा तपाईँ तयारी गर्ने इच्छुक हुनुहुन्छ भने तपाईको लागि यो भिडियो हुनेवाला छ। त यहाँ जुन हेडिङमा लेखेको छ एनआरबी सहायक द्वितीय पदको विज्ञापन सम्बन्धी केही जानकारी लिएर म आएको छु। त यो विज्ञापन खुलाएको मिति 2082 मङ्सिर 19 गते, भर्खरै अस्ति चाहिँ शुक्रबारको दिनमा 19 गते विज्ञापन खुलाएको छ। फारम भर्ने अन्तिम मिति अब अन्तिम मिति 2082 पुसको 10 गतेसम्म छ। तर एक हप्ता उसले डबल दस्तुर तिर्ने गरी पनि म्याद राखेको छ। यदि 10 गते पछाडि 17 गतेसम्म दोब्बर दस्तुर सहित फर्म भर्न मिल्छ। सकभर दोब्बर दस्तुरमा किन पर्ने के पुसको 10 गते भित्रै तपाईले फर्म भर्दा तपाईले दोब्बर दस्तुर चाहिँ तिर्न परेन। त्यस्तै चाहिँ शैक्षिक योग्यताको क्रममा यो सहायक द्वितीय पदको लागि तपाईले 12 कक्षा पास हुनु गरेको हुनुपर्छ। तपाईँ साइन्सबाट हो पनि चल्यो, आर्ट फ्याकल्टी अथवा चाहिँ कमर्स फ्याकल्टी कुनै पनि फ्याकल्टीबाट तपाईँ 10+2 पास गर्नु भएछ भने तपाईले भर्न पाउनुहुन्छ। त शैक्षिक योग्यता 10+2 वा सो सरह पास गरेको। तर यो जुन सहायक द्वितीय जुन चौथो पद हो, यो चौथो पदको विज्ञापनकोमा जस्तै योभन्दा अगाडि तपाईहरूले सूचना पाउनुभएकै होला कि चौथो तहको विज्ञापनमा साथीहरूले चाहिँ यनि पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। योभन्दा अगाडिको पूर्व योग्यता जुन परीक्षा थियो त्यसमा तपाईँ उत्तीर्ण हुनुहुन्छ भने तपाईले भर्न पाउनुहुन्छ। नत्र भने यो तहमा चौथो तहमा भर्न मिल्दैन। अरू तहमा तपाईको शैक्षिक योग्यता पुगेछ भने भर्न पाउनुहुन्छ। त्यस्तै गरी परीक्षा हुने स्थानको कुरा पनि मैले यहाँ राखिदिएछु। यो तपाईको चाहिँ हरेक जुन प्रदेश हो, प्रदेश वाइज तपाईले फर्म भर्दा प्रदेश वाइज फर्म भर्नुपर्छ र जुन प्रदेशबाट तपाईले फर्म भर्नुहुन्छ त्यो प्रदेशमा तपाईको चाहिँ एक्जाम हुन्छ र प्रदेशको जुन लोकसेवा कार्यालय छ त्यसले तपाईको परीक्षा केन्द्र तोक्ने छ। यानी परीक्षा हुने स्थानहरू तपाईको कुन कुन हुने भो? धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपाल। त्यही प्रदेश वाइज लोकसेवा आयोगको जुन कार्यालय छ उसले परीक्षा केन्द्र तोक्छ। अब उमेरको कुरा, उमेर चाहिँ तपाईको 2082 पुस 10 गते जुन यहाँ अन्तिम म्याद राखेको छ त्यो दिनसम्म तपाईले 18 वर्ष पुरा हुनु पर्यो र 35 वर्ष ननाघेको हुनु पर्यो। यानी 35 वर्षभन्दा बढी हुनु भएन, 18 वर्ष पुरा हुनु पर्यो। तर महिलाको हकमा चाहिँ के छ भने 40 वर्ष ननाघेको भनेछ। यानी महिलाको हकमा तपाईको उमेर 18 त पुरा हुनुपर्छ र उता 40 सम्म पनि भर्न पाउनुहुन्छ महिला नानी बाबु नानीहरूले। ओके, अब त्यसपछि चाहिँ अब यहाँ यो त भयो तपाईको फर्म भर्ने क्राइटेरियाको कुरा आयो। अब त्यसपछि मास्टरमाइन्डमा तयारी गराइने विषयको कुरा चाहिँ मैले यहाँ ल्याएँ। त्यो रिटन म्याथ लेखिएको छ 20 मार्क्सको, खरिदारको लागि 30 मार्क्स। यानी म रिटन म्याथको तयारी गराउँछु, तपाईँ खरिदारको तयारी पनि गर्नुस् म्याथको लागि, तपाईँ बैंकिङको पनि गर्नुस्, सबै गर्नुस्। पहिला बैंकिङबाट सुरु गरिन्छ किनभने लगभग 80% बैंकिङ र खरिदारको एउटै हो। त्यसपछि 20% मात्रै खरिदारको एक्स्ट्रा छ र केही त खरिदारमा भएको बैंकमा पनि राखिएछ। जस्तै बैंकिङको जुन चौथो तह हो नेपाल राष्ट्र बैंक भयो। अब यसले आफ्नो सिलेबस नयाँ सिलेबस जारी गर्यो। त्यसमा म्याथमेटिक्सको कुरा चाहिँ यहाँ आएछ। हेर्नुस्, म्याथमेटिक्समा अब अहिले चाहिँ नयाँ सिलेबस एनआरबीको जुन सहायक द्वितीय हो त्यसको नयाँ सिलेबसमा यहाँ 8 वटा युनिट राखेछ र यो युनिट अनुसार हामीले तयारी गर्नुपर्ने हुन्छ। त्यसपछि गएर चाहिँ तपाईको राष्ट्रिय वाणिज्य बैंक खोल्ला, कृषि विकास बैंक खोल्ला, नेपाल बैंक लिमिटेड खोल्ला। त्यसले पनि आफ्नो चौथो तहको सिलेबस ल्याउँछ। अब त्यसमा हुनसक्छ 1-2 च्याप्टर तलमाथि होला। त त्यो अनुसारले त्यहाँ यदि थप्नु पर्यो भने थपेर पढ्छौँ हैन। अब घटेर आयो भनेपछि त तपाईले चाहिँ यहाँ
यही भइहाल्यो। तर थपेर कुनै च्याप्टर आयो भने थपेर पढ्छौँ। त यसरी हामीले चाहिँ के गर्नुपर्छ भने तपाईँले मास्टरमाइन्डमा अनलाइन म्याथको तयारीमा यदि जोइन हुनुभयो भने तपाईँले एकैचोटि मतलब एउटै फीमा तपाईँको सबै ब्याङ्कको तयारी चाहिँ पाउनुहुन्छ। सबै ब्याङ्कको जब खुल्छ त्यसमा त्यसको मजाले पढ्दै राख्ने र यो जुन छ यो ग्रुप जुन अहिले हामी एडमिसन लिइरहेछौँ यो 6 महिनालाई हो। तपाईँले जेठ महिनाको अन्तिमसम्म कन्टिन्यू पढाइ चल्छ। त्यो बिचमा जे जति जाँच हुन्छन् त्यसलाई फोकस गर्दै लगिन्छ, फेरि कम्प्लिट हुन्छ, फेरि स्टार्टिङ गरिन्छ, फेरि कम्प्लिट हुन्छ। यसरी चाहिँ गरेर हामी लिन्छौँ। त म्याथलाई तपाईँले 20मा 20 आउने गरी खुब राम्रोसँग चाहिँ तयारी गर्नै पर्ने हुन्छ। किनभने म्याथकै आधार टेकेर वास्तवमा छिर्न हामीलाई सजिलो हुन्छ। सिफारिस हुनमा म्याथको ठुलो योगदान छ। यो कुरा तपाईँहरूलाई थाहा होला, एकदमै चाहिँ यो कुरा बुझ्नुहोस्। भनेपछि अब यो जुन 4वटा प्रश्न आउँछ 5-5 नम्बरको लागि थोरैमा यता भनिदेऊ। तपाईँको लिखित 2वटा पेपर हुन्छ। लिखितको एक्जाम 2वटा पेपर हुन्छ। 1 दिनको अन्तरालमा जाँच गराइन्छ। जस्तै प्रथम पत्रमा यो एनआरबीको कुरा गर्दैछु बा सहायक द्वितीयको प्रथम पत्र 100 मार्क्सको हुन्छ र द्वितीय पत्र पनि 100 मार्क्सको हुन्छ। र यो जुन गणित हो 20 नम्बर यो प्रथम पत्रमै छ है। र 40-40 नम्बर चाहिँ पास मार्क हो। त्यसपछि अब कम्पिटिसनमा पहिला त पास हुनु पर्यो, त्यसपछिको कम्पिटिसनमा तपाईँको क्राइटेरिया पुग्नु पर्यो। ठिक छ। त यो यसमा चाहिँ प्रथम पत्रमा बैंकिङ भयो, लेखा भयो, गणित र सूचना प्रविधि यति 4वटा खण्ड समेटेर प्रथम पत्रको जाँच हुन्छ। त्यसपछि द्वितीय पत्रमा अर्थशास्त्र, व्यवस्थापन र कानुन 3वटा खण्ड समेटेर द्वितीय पत्रको जाँच हुन्छ। र यो दुईटैबाट यदि पास हुनु भएछ भने दुईटैबाट तपाईँको मार्क्सलाई जोडेर अब त्यो मेरिटको आधारमा, सङ्ख्याको आधारमा तपाईँलाई चाहिँ त्यसमा छनौटमा पर्नुभयो भने छनौट हुनुहुन्छ। ठिक छ। यानि यो मान्नुहोस् कि 200 नम्बरमा तपाईँले 100 क्रस गर्नुभयो भने 100 भन्दा नि अझ 110 क्रस गर्नुभयो भने दुईटै गरेर 110 क्रस गर्नुभयो भने अनि सम्भावना खुल्छ। 115मा जानुभयो भने अलि एकदम बढी सम्भावना हुन्छ। 115 देखि 20 को बीचमा प्रायः 200 नम्बरमा 115 देखि 120 को बीचमा सिलेक्सन हुने सम्भावना चाहिँ बढी हुने रहेछ। त यसको लागि तपाईले थ्योरीलाई अरु चाहिँ सब्जेक्टमा पनि त्यतिकै मेहनत गरेर पढ्नुस् र त्यसपछि गणितलाई एकदम पानी बनाउनुस् अनि एकदम सम्भव छ है। भनेपछि अब मैले यहाँ चलाउने भनेको गणितको हो। तपाईले अरु कुराहरु बैंकिङ, लेखा, अर्थशास्त्र, व्यवस्थापन यो मैले चाहिँ यसकोमा चलाउँदिन। मात्र यो मास्टरमाइन्ड अहिले प्लेटफर्म भने यो प्लेटफर्म भनेको म्याथमेटिक्स हो। तपाईको म्याथमेटिक्सलाई राम्रो बनाउनु छ भने आएर हाम्रो मिसनमा सहभागी हुनुस्। बाँकी कुरा तपाईले सेल्फ स्टडी गर्न सक्नुहुन्छ वा कहीं अरु इन्स्टिट्युटमा सम्पर्क गरेर पढ्न सक्नुहुन्छ। हो म यति सहयोग गर्न सक्छु कि बैंकिङ, लेखा, त्यसपछि अर्थशास्त्र, व्यवस्थापन यिनका मसँग करिब 100 वटा जति रेकर्डेड भिडियो होला। क्वेशनहरु भएको पीडीएफ भएको भिडियो छ। त्यो चाहिँ म तपाईहरुलाई उपलब्ध चाहिँ गराउन सक्छु। यदि तपाई यसमा जोडिनु हो र म यो अन्तमा पढिरहेको छु र मास्टरमाइन्डको पनि यो चाहिँ भिडियो हेर्छु भन्नुहुन्छ भनेपछि त्यो त्यसमा म तपाईलाई भिडियो पठाइदिन्छु। ती भिडियो पठाइदिन्छु। तपाईले रेकर्डेड भिडियो छ त्यो तपाईले सेल्फ स्टडी गर्नुपर्ने हुन्छ। आफै पढेर चाहिँ बुझ्नुपर्ने हुन्छ। त्यो टिचरहरूले नै पढाएको भिडियो हो। ठीक छ। त्यो चाहिँ त्यतिसम्म गर्न सकिन्छ। नत्र भने लाइभ क्लास हाम्रो म्याथमेटिक्सको चल्छ। र 20 नम्बरको जुन 4 वटा प्रश्न आउने हो त्यसको म चाहिँ यहाँ 8 वटा युनिटमा तपाईले देखाएँ। फर्स्ट नम्बरमा एकीक नियम जसलाई टाइम एन्ड वर्क भन्छौं। दोस्रोमा छ एसआई एन्ड सीआई साधारण ब्याज र चक्रीय ब्याज। त्यसपछि तेस्रोमा छ नाफा नोक्सान यानी प्रॉफिट एन्ड लस। त्यसपछि छ छुट र कमिसन यानी डिस्काउन्ट एन्ड कमिसन। र त्यसपछि क्षेत्रफल र मापन भने छ एरिया एन्ड मेजरमेन्ट। यो एरिया एन्ड मेजरमेन्टमा हैन क्षेत्रफलका कुराहरु हामीले पढ्नु पर्ने हुन्छ। त्यस्तै गरेर चाहिँ मध्यक, मध्यिका, बहुलक र मानक विचलन यानी मीन, मिडियन, मोड र एसडी भनेको स्ट्यान्डर्ड डेभिएसन यो चाहिँ हाम्रो चाहिँ सिलेबसमा राखिएको छ। त्यसपछि छ तथ्याङ्क संकलन, विश्लेषण र अभिलेखन यानी डेटा कलेक्सन, एनालाइजिङ एन्ड रेकर्डिङ योसँग सम्बन्धित हामीले पढ्नु पर्ने हुन्छ। र मूल्य सूचकाङ्क भनेको प्राइस इन्डेक्स। त यो 8 वटा युनिट चाहिँ सहायक द्वितीयले एनआरबी सहायक द्वितीयले म्याथमेटिक्समा राखेको छ। त एक बाइ एक हामीले यसलाई एकदम राम्रो तरिकाले हामीले सिक्नु पर्ने हुन्छ। रिटन म्याथको हिसाबले
एकदम राम्रो लेखाइ हुनु पर्यो, स्तरीय लेखाइ हुनु पर्यो, जसले गर्दा इक्जामिनरले हामीलाई 5 मा 5 मार्क्स दिने किसिमको चाहिँ लेखाइ हाम्रो हुनुपर्छ। त यो तरिकाले जानुहोला। र यसमा अब चाहिँ आउने त फेरि 4 वटा प्रश्न हो। अब युनिट त 8 भयो। त यो 8 वटा युनिटबाट कसरी चाहिँ आउने हाम्रो चाहिँ प्रोबेबिलिटी कस्तो हो भनेपछि म यो प्रोबेबिलिटी पनि राखेको छु, ध्यान दिनुहोला। यानी युनिटरी मेथड भन्नुस् वा टाइम एन्ड वर्क भन्नुस् है, टाइम एन्ड वर्क मैले लेखिदिएँ, युनिटरी मेथड भन्दा पनि हुन्छ। यसबाट एउटा क्वेसन लगभग निश्चित छ, लगभग के लगभग छोड्दै नै 100% जस्तै हो। त्यसपछि 3 वटा क्वेसनमा यो एसआइसिआई अनि नाफा नोक्सान र छुट र कमिसन यो 3टा च्याप्टरलाई मिलाएर करिब करिब एउटा क्वेसन बन्ने सम्भावना निकै बढी हुन्छ। त्यसपछि यो एउटा यो भयो, एउटा दुईटा भयो। र यो जुन तथ्याङ्क शास्त्र देख्दै हुनुहुन्छ यो स्ट्याटिक्समा मध्यका बहुलक एसडी, त्यसपछि आएर प्राइस इन्डेक्स, अब यिनीहरूमध्येबाट एउटा क्वेसन आउने सम्भावना एकदम निकै बढी हुन्छ। र 1, 2 र 3 भयो। र चौथो नम्बरको क्वेसन तपाईँको क्षेत्रफल र मापन इन एरिया एन्ड मेजरमेन्टबाट आउने सम्भावना हुन्छ। लगभग 99% यो हो। अब 1% मा कहिले तलमाथि अलिकति हुन सक्छ, जस्तै मानिलिनुहोस् क्षेत्रफल र मापनबाट मानिलिनुहोस् कहिले आएन भने तपाईँको मध्यका र एसडीबाट एउटा क्वेसन र प्राइस इन्डेक्सबाट एक अर्को क्वेसन गरेर पनि 4 बनाउन सक्छ। वा मानिलिनुहोस् एसआइसिआईबाट एउटा क्वेसन र नाफा नोक्सानबाट गरेर यसबाट कहिले 2 क्वेसन बनाउन सक्छ। नत्र भने मोटामोटी बढी सम्भावना भनेको एउटा यसबाट, एउटा इनबाट र एउटा इनबाट र एउटा यसबाट आउने सम्भावना हुन्छ। त यसको लागि तपाईले खूब राम्रो प्रिपेयर गर्नु पर्यो। मैले च्याप्टर वाइज यो नयाँ सिलेबस अनुसारको च्याप्टर वाइज मैले हरेक च्याप्टरको 40-50 एकदम इम्पोर्टेन्ट मोडलका क्वेसनहरू बनाएर यसको प्याकेज बनाएको छु, जुन त्यही प्याकेज अनुसार तपाईको पढाइ सञ्चालन हुन्छ र तपाईले कम्प्लिट गर्नुहुन्छ। र अब यो चाहिँ एक्जाम पनि हुन्छ। एक्जाम चाहिँ लगभग म डेली एक्जाम गराउँछु। यसमा एक्जाम डेली भन्नाले मैले जुन च्याप्टर पढाउँछु त्यो टाइपको एक वटा मतलब 2 वटा क्वेसन, एक हैन 2 क्वेसनमा डेली दिन्छु। तपाईहरुले प्र्याक्टिस गर्ने र त्यसको फोटो खिचेर मलाई पठाउने, त्यसमा फिडब्याक दिन्छु म। यसलाई राम्रो छ के कति राम्रो छ, 5 मार्क्स दिने लायक छ कि छैन, अथवा यसमा के सुधार गर्दा अझ राम्रो होला, त्यस्ता फिडब्याकहरू पाउनुहुन्छ। त यो टाइपको चाहिँ यसरी चाहिँ हामीले जान्ने हो। त मैले तपाईहरुलाई के भन्न चाहे भने यदि म्याथमेटिक्स बिर्सनु भएछ, लामो समयको ग्याप भयो, यसलाई 20 मा 20 ल्याउने गरी 0 लेभलदेखि एडभान्स लेभलसम्मको तयारी यदि चाहनुहुन्छ भने तपाईं सम्पर्क गरेर जोइन गरिहाल्नुस्। मैले क्लास सुरु गरेँ आजैबाट, मैले एक्सरसाइज 1 सुरु गरेछु है। पहिलो एक्सरसाइज मैले आजैबाट सुरु गरेँ। हरेक क्लासको रेकर्डेड भिडियो रहन्छ। तपाईले जेठ महिनासम्म तपाई रेकर्डेड भिडियो रहन्छ, पढ्न पाउनुहुन्छ। र हाम्रो चाहिँ मिसन जेठ महिनाको लास्टसम्म कम्प्लिट हुन्छ। त्यहाँसम्म तपाईले चाहिँ पढ्नुस्, रेकर्डेड भिडियो 1 चोटी 2 चोटी 10 चोटी जतिचोटी हेर्नुस्, नोट बनाउनुस्, प्र्याक्टिस गर्नुस् है। त यसरी हो। अब म तपाईहरुलाई कन्ट्याक्ट नम्बर यहाँ लेखिदिएँ, यसमा तपाईले सम्पर्क गरेर एडमिसन लिन सक्नुहुन्छ। 98 5 83 20 431 यो व्हाट्सएप नम्बर हो। यसमा तपाईले सम्पर्क गरेर एडमिसन लिएर आफ्नो क्लासलाई अगाडि बढाउन सक्नुहुन्छ। र तपाईको मनमा जिज्ञासा होला कि फी कति हो, त फी चाहिँ 6 महिना मैले भनिसके, आउने 83 सालको जेठ महिनासम्मको क्लास हुन्छ। तपाईले 3000 चाहिँ पेमेन्ट गर्नुपर्छ। यो डिस्काउन्ट पछिको मूल्य के रे चाहिँ भनौं न, यो प्राइस हो वा चाहिँ यो फी हो। यसमा कुनै डिस्काउन्ट हुँदैन हो। बरु तपाईलाई यो बैंकिङको लेखाको अर्थशास्त्रको यस्ता भिडियोहरू चाहियो भने बरु म त्यो चाहिँ फ्री अफ कस्ट उपलब्ध गराउन सक्छु। लगभग 100 वटा जति भिडियो होला, त्यो चाहिँ हेर्नुस्, पढ्नुस्, नोट बनाउनुस्। नोट पनि छ, नोट पनि म उपलब्ध गराउन सक्छु हैन, त्यो चाहिँ म गर्न सक्छु। त तपाईले 3000 मा 6 महिना पढ्न पाउनुहुन्छ। त साथीहरू, विज्ञापन भइसकेछ, ढिलाइ नगर्नुस्। र तपाईले अब बीचमा फेरि राष्ट्रिय वाणिज्य बैंकको विज्ञापन आउला, अर्को आउला। त यो सबै तपाईलाई सबैमा सपोर्ट गर्ने हुन्छ। अहिलेबाट लाग्नु पर्यो। यो होइन कि विज्ञापन आइसकेपछि लाग्ने भन्ने वास्तवमा
त्यस्तो गर्नु हुँदैन। हामीले पहिलेदेखि कसेर लाग्नुपर्छ, जसले गर्दा हाम्रो राम्रो तयारी हुनुपर्छ। हेर्नुहोस्, किनभने कम्पिटिसन छ, अरूभन्दा राम्रो तपाईँले गर्नुभयो भने अनि मात्रै तपाईँको सिलेक्सन सम्भव छ। अब अरू जस्तै हेलचक्राई तरिकाले लेख्नुभयो भने त सम्भव नहोला, गाह्रो हुनसक्छ। त्यसैले गर्दा अरूभन्दा फरक लेखाइ हुनुपर्छ, फरक तयारी हुनुपर्छ सिलेक्सन पाउनका लागि। त साथीहरू, यो भिडियो तपाईँहरूले अरू साथीमा पनि सेयर गर्नुहोस् र एडमिसनको लागि सम्पर्क गरिहाल्नुहोस्। ओके, ल यति भन्दै यो जानकारी यहीँ सघाएँ। हवस्, नमस्ते।